हेलो एभ्रिवान, आइम शान्ति विशाल फ्रम नेपाल। अहिले चाहिँ म कोरियामा छु। तपाईहरुलाई मैले मेरो आफ्नै पर्सनल च्यानल मार्फत मैले तपाईहरुलाई कोरिया कसरी डेभलप भयो, कस्तो छ, यहाँको पार्कहरु कस्तो छ, बाटोघाटो कस्तो छ, सबै देखाउने छु। कृपया मेरो भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनु होला। यो चाहिँ हाम्रो घर अगाडिको पार्क हो है। यस्तो राम्रो छ नि यहाँ। म सुरुमा आउँदा चाहिँ मलाई खासै राम्रो लागेको थिएन, किनकि यो रुखहरू पनि अहिले यति राम्रो छ नि यो पात पलाएर। तर म आउँदाखेरि चाहिँ यो रुखहरू सबै रुखको पात जति झरेर केही पनि थिएन क्या। अनि म त आउँदा त आएँ, कस्तो ठाउँमा आएँ भन्ने भइरहेको थियो क्या मलाई चाहिँ। अनि अहिले चाहिँ यस्तो राम्रो छ, यहाँ हेर्नु देख्न सक्नुहुन्छ यो फुलहरू यस्तो राम्रो छ क्या। यहाँ कसैले पनि टिप्दैन। नेपालमा त पूजा गर्नलाई भनेर पनि टिप्छ नि त, कोरियामा चाहिँ पूजा नगर्ने भएर हो कि कसैले पनि फुल टिप्दैन के। अनि यस्तो राम्रो छ। यहाँको व्यवस्थापन समितिहरू पनि एकदमै व्यवस्थित तरिकाले यो पार्कहरूलाई हेरचाह गर्नुहुन्छ। अनि म त यहाँ देख्दै आफै लोभिन्छु क्या है, कस्तो राम्रो छ कि। यो चाहिँ हाम्रो घर नजिकैको पार्क हो। अनि यहाँ बच्चाहरू पनि एकदमै खेल्न आउनुहुन्छ। मेरो बच्चाले पनि एकदमै रुचाउँछ है यो पार्क चाहिँ। यहाँ चाहिँ उसलाई स्कुल लैजानुभन्दा अगाडि र ल्याउनु स्कुलबाट फर्किसकेपछि यहाँ पसालेर बल्ल घर लैजाने गर्छु मैले चाहिँ। यो चाहिँ बच्चाहरू खेल्ने ठाउँ हो होइन। यहाँ चाहिँ प्रत्येक उसमा सिसिटिभी पनि जडान गरेको हुन्छ। यहाँ देख्न सक्नुहुन्छ सिसिटिभी छ है। अनि यहाँ केही भइहाल्यो भने चाहिँ यहाँ दबाउने कुरा पनि छ कि, इमर्जेन्सी के भन्छ, यहाँ बटन दबाइसक्यो। यो जो चाहिँ बटन हो, यो दबाइसकेपछि चाहिँ सिधै पुलिसलाई अथवा यहाँको समिति यो के भन्छ यहाँको व्यवस्थापन समिति हो अथवा केही होला नि त, उसलाई चाहिँ फोन जान्छ। अनि के भयो भने त्यही बोलेपछि उतिखेर आउँछन् है। यहाँको कोरियाको डेभलप त यति मजाको छ, यति मजाको छ नि, यहाँबाट घर जान मनै लाग्दैन। यति सुन्दर छ ठाउँ पनि, हेर्नु क्या पिसफुल छ क्या। हेर्न सक्नुहुन्छ तपाईँहरूले। अनि यो कोरियामा छ नि यो झार पलाइरहेको छ होइन। यो झारहरू हो के। अनि एकदमै झार छ यता चाहिँ। तर यहाँ चाहिँ मान्छे लगाएर काट्ने सिस्टम चाहिँ छैन, किनकि यहाँ मान्छेले हातले कामै गर्दैन क्या, सब मेसिनबाट नै हो। यता चाहिँ काटेर यहाँ छ यो उस काट्ने के भन्छ यसलाई, झार काट्ने मेसिन चाहिँ यहाँ छ। अनि दाइ चाहिँ यता यो कोरियन दाइ चाहिँ यो कफी सपतिर जानुभयो अहिले। म नत्र काटेको भिडियो पनि अघि काट्नुभएको थियो, म त्यो काटेको क्लिप चाहिँ राखिदिनेछु बिचमा। यो चाहिँ त्यही घाँसहरू काट्ने मेसिन हो, देख्न सक्नुहुन्छ। यस्तो हुँदो रहेछ। हाम्रो देशमा पनि यसरी नै विकसित भएको देख्न चाहन्छौँ हामी है। अनि यो चाहिँ अहिले यतापट्टि चाहिँ अगाडि चाहिँ काटिसक्नु भयो यो लाइनमा चाहिँ। अनि अब पालो चाहिँ यता रहेछ। अनि यता पर पनि काटिसक्नु भएको छ। कसरी काट्दो रहेछ भनेर म भिडियो पनि राख्छु। अनि यो काटिसकेको ठाउँ चाहिँ तपाईँहरूले हेर्न सक्नुहुन्छ, म देखाउँदैछु। हात्ती सफा गर्ने चाहिँ वहाँ परदेखि आउनु भएको छ। उहाँहरू नै हो, बाटो सफा गर्दै आउनु भएको छ, देख्न सक्नुहुन्छ। सायद यस्तो भिडियो त लिन मिल्दैन होला, म राख्दिनँ उहाँहरूले काम गरेको चाहिँ। त्यो चाहिँ बाटो सफा, बाटोको साइडको झारहरू हुन्छ नि, यस्तो नर्मल झारहरू काट्दै आउनु भएको छ। यहाँ चाहिँ है ठुलो मेसिनले काटेर गइसक्नु भयो एकजना दाइ चाहिँ है। अनि यस्तो मजाले काट्छ। अनि यो यता झरा छ क्या, यो के भन्छ त्यति हेर्नु न, यता झरेछ नि त। यो चाहिँ अहिले उहाँहरू सफा गर्दै आउनु भएको छ, उहाँहरूले नै उस गर्नुहुन्छ होला है। यस्तो राम्रो छ यो ठाउँ, देख्दै लोभ लाग्दो
कस्तो राम्रो छ मेरो भिडियो हेरेर तपाईँले कतिको इन्जोय गर्नुभयो त कोरियामा जस्ट जोकिङ यो चाहिँ मैले सम्झना स्वरूप भोलि बिहान हाम्रो जेनेरेसनले पनि हेरोस् न कस्तो रहेछ भनेर मलाई आफूलाई पनि सम्झना हुन्छ किनकि म कोरिया जाने बेलामा कस्तो थियो डेभलप भोलि बिहान अलि लङ टाइम बस्यो भने चाहिँ कस्तो थियो त यति वर्ष पहिला र अहिले कस्तो छ त कोरिया अनि नेपाल कस्तो थियो भन्ने चाहिँ भइहाल्छ नि त नेपाल अहिले कस्तो भएको छ भन्ने उसमा चाहिँ यो मेमोरिजको लागि मैले भिडियो बनाएको अनि तपाईँहरूले हेरेर साथ दिनुभयो मिठो कमेन्ट छोड्नु होला मेरो भिडियोलाई लाइक सब्सक्राइब गर्न नबिर्सिनु होला थ्याङ्क यू फर वाचिङ बाइ